नमस्कार हजुर हेर्दै हुनुहुन्छ +1 टेलिभिजनको कार्यक्रम डियर डाक्टर स्पोन्सर्ड बाइ Sparsa Multi-Specialist Hospital, Passion for Caring. बहुवरी 14 गण्डक बाइपास रोड वीरगंज. टेलिफोन नम्बर 9802 59 59 8 9809 036 15 9809 036 17. वीरगंज न्यूरो जनरल हॉस्पिटल रिसर्च सेंटर प्राली मुरली चौक पावर हाउस के बीच में त्रिमूर्ति हॉल जाए वाला रास्ता में. संपर्क नंबर 051 59 22 10 आ मोबाइल नंबर 98 550 26 625 आ 98 550 36 235. हामीलाई हेरेर बस्नु भएको तपाई सम्पूर्णमा म आयुष्मा महतो हार्दिक स्वागत तथा अभिनन्दन गर्न चाहन्छु. आज हाम्रो कार्यक्रममा हामीसँग उपस्थित हुनुहुन्छ यस्तो व्यक्तित्व जसले कयौं नवजात शिशुको ज्यान बचाउने प्रण लिनु भएको छ. कार्यक्रममा स्वागत गर्न चाहन्छु नवजात शिशु रोग विशेषज्ञ डाक्टर सागर कुमार गुप्ता. सर स्वागत छ यहाँलाई. नमस्ते, म डाक्टर सागर कुमार गुप्ता, नवजात शिशु रोग विशेषज्ञ, प्र्याक्टिसिङ एज अ कन्सल्टेन्ट फ्रम लास्ट 3 इयर्स. हजुर सर, हामी चाहिँ आज नवजात शिशुमा हुने रोगहरूको बारेमा, तिनीहरूमा हुने समस्याहरूको बारेमा, कसरी चाहिँ तिनीहरूलाई जोगाउन सकिन्छ, कसरी सुरक्षित राख्न सकिन्छ नवजात शिशुहरूलाई, त्यसको बारेमा छलफल गर्नेछौँ. हजुर सर, सर्वप्रथम त हाम्रो दर्शकबिनहरूलाई चाहिँ नवजात शिशु भनेको के हो भनेर चाहिँ अलिकति छोटो परिचय दिनु. नवजात शिशु भनेको कि जन्मदेखि 28 दिनसम्मको बच्चालाई हामी नवजात शिशु भन्छौँ. हजुर. अनि सर कस्तो कस्तो चाहिँ रोगहरू या त समस्याहरू चाहिँ नवजात शिशुहरूमा देखिने गर्दछ? अहिले हाम्रो यो नेपालभरिमा हामी हेर्दाखेरि नवजात शिशुमा विशेष गरेर प्री म्याच्योर बच्चाहरू, जुन कि 9 महिना एउटा टर्म फुल म्याच्योर बच्चाहरू हुनुपर्ने, म्याक्सिमम बच्चालाई हेर्छौँ कि हामी प्री म्याच्योर बच्चाहरू हेरिरहेछौँ कि जन्मभन्दा पहिला डेलिभरी हुने, होइन, प्री म्याच्योर बच्चा भन्छौँ. अरू पनि छ, जसरी अहिले पनि हाम्रो यता गाउँघरतिर प्र्याक्टिस छ घरमा डेलिभरी गराउने. त्यो कारणले हाम्रो फेस गइरहेको छ जसरी बच्चा जन्मिँदै रुएन, जसलाई हामी एस्पेक्सिया भन्छौँ, पेरिनेटल एस्पेक्सिया, एस्पेक्सिएटेड बेबी. अरू बच्चाहरू भयो जसरी राम्रोसँग सारसुहार भएन, केयर गरेनौँ, त्यो बच्चालाई हातबाट ह्यान्डलिङबाट इन्फेक्सन हुने चान्स हुन्छ. जुन बच्चालाई इन्फेक्सन भएर पनि बच्चाहरू धेरै देखा परिरहेको छ. त्यसमा पनि मोस्टली निमोनिया भएको बच्चाहरू हामी इन्काउन्टर अहिले पाइरहेछौँ विशेष गरेर. सर, यो हाम्रो यो समस्याहरूको बारेमा केही बेरपछि छलफल गरौँला. अहिले चाहिँ अब नवजात शिशु जन्मिसकेपछि चाहिँ 24 घण्टालाई एकदमै महत्त्वपूर्ण मानिन्छ, त्यो चाहिँ किन होला? यहाँ 24 घण्टा भन्दाखेरि क्रुसियल त जन्मिने बित्तिकै 1 मिनट जुन हामी भन्छौँ गोल्डेन 1 मिनट, पहिला त्यो इम्पोर्टेन्ट छ. 1 मिनट, गोल्डेन 1 मिनट भनेको त्यो जन्मिने बित्तिकै बच्चा इफ रोएन, त्यहाँ हाम्रो पुरा पेडियाट्रिक टिम छ, होइन, जुन बच्चा, कति बच्चाहरू 10% म्याक्सिमम 90% बच्चा जन्मिने बित्तिकै रोइहाल्छ, 10% बच्चा रुँदैन. त्यसलाई हामी इनिसिएट गर्नको लागि हामी जुन रेसोसिएट गर्छौँ, त्यो सस्टेन जुन रेसोसिएट गरेर सक्सेसफुली गऱ्यो भने त्यो बच्चालाई हामी क्राई गराउन सक्छौँ. त्यो बच्चा जुन चाहिँ 1 मिनटमा रोइदियो, कुनै त्यस्तो प्रोसिजर लागेन, त्यो बच्चाको आउटकम पनि राम्रो हुन्छ, होइन. त्यो गोल्डेन 1 मिनट भयो. अनि अर्को भयो पुरा 1 दिन भन्नुभयो 24 घण्टा. 24 घण्टाको महत्त्व के छ कि बच्चा जन्मियो, जन्मिने बित्तिकै जसरी बच्चा रोयो हामी आमा कहाँ दिइहाल्यो, होइन. अब बच्चालाई पहिला त उसको हामी पुरा केयर गर्नु पर्यो, रुटिन केयर गर्नु पर्यो, बच्चालाई राम्रोसँग वार्म गरेर राख्नु पर्यो, त्यो एकदम इम्पोर्टेन्ट हो. बच्चालाई टेम्परेचर मेन्टेन गर्नु पर्यो, होइन, जुन चाहिँ हामी आमाको स्किन टु स्किन काखामा दिइहाल्छौँ, होइन. त्यो भयो. त्यसपछि आँखाको केयर भयो, नाभिको केयर भयो, होइन, यो केयर गर्नुपर्ने. त्यसपछि उसको नापतोल हामी लिन्छौँ के कस्तो छ. त्यसपछि भयो बच्चालाई 1 घन्टाभित्र हामी चाहिँ दुध खुवाउनु पर्ने हो, आमाको दुध चुसाउनु पर्ने हो. अहिलेसम्म हाम्रो यहाँ प्र्याक्टिस के छ कि कतिजना कि नर्मल भएपछि खुवाउने, सिरियस भएपछि डिले गर्ने. तर जुन पनि बच्चा भयो भने हामी 1 घन्टाभित्र इनिसिएसन अफ ब्रेस्ट फिडिङ गराउनु पर्छ, होइन. त्यसपछि अब आवर टु आवर 24 आवरभित्र बच्चाले दिशा गर्यो कि गरेन. म्याक्सिमम बच्चाले दिशा 24 घन्टाभित्र गरिहाल्छ, होइन. अनि पेसाब कतिचोटि गर्यो, दिनचोटिमा युजुअली 6 to 8 टाइम्स गर्छ, होइन. दुध कसरी खाइरहेछ,
त्यो हामी एक्सेस गर्छ, त्यो इम्पोर्टेन्ट छ। सर हजुरले भर्खर भन्नुभयो स्तनपान गराउन चाहिँ अब 1 घन्टाभित्र गरे हाल्नुपर्ने हुन्छ भनेर, त्योभन्दा ढिलो भयो भने चाहिँ के समस्या चाहिँ निम्ति आउन सक्छ? समस्या जुन जति यो बच्चालाई के हुन्छ कि 1 घन्टाभित्र हामी स्तनपान गराउनु पर्छ होइन। इफ गराएन भने धेरै केही कुरा डिभास्टेटिङ प्रब्लम हुनसक्छ, जसरी बच्चालाई उसको ग्लुकोज कम हुने चान्स हुन्छ होइन, स्पेसली प्रिमेच्योर बच्चामा। चाहे जो बच्चा फुल्ली म्याच्योर छ 9 महिनाको छ तर उसको वजन तौल कम छ, जसलाई हामी आइजिआर बच्चा भन्छौँ होइन, तिनीहरूमा च्यालेन्जिङ हुन्छ कि हाइपोग्लाइसिमिया ग्लुकोज कम हुने चान्स धेरै हुन्छ। त्यही कारणले हामीले टार्गेट गर्नु पर्यो कि ब्रेस्ट फिडिङ इनिसिएट गर्नु। अनि सर हाम्रो नेपालमा चाहिँ चलन छ यो सुरुको दुध चाहिँ त्यसलाई कोलेस्ट्रम पनि भन्छौँ, त्यसलाई चाहिँ फालेर अनि त्यसपछि त्यस्तो सुरक्षित हुन्छ बच्चाको लागि भने त्यो कतिको सत्य हो? होइन, यो एउटा मिथ हो, यो मान्छेले भ्रम पालेको हो होइन। जुन चाहिँ हामी भन्छौँ कि आमाको दुध जुन फर्स्ट टाइममा आइरहेको छ होइन, फर्स्ट 2 to 3 डेज 1 to 2 डेज या 2 to 3 डेजमा आउँछ, जुन चाहिँ हामी थिक हुन्छ कोलेस्ट्रोल भन्छ होइन, त्यो स्ट्रङली रिकमेन्ड गर्नु पर्यो खुवाउनको लागि, किनकि त्यो हाइली न्युट्रिसियस हुन्छ, त्यसमा इम्युनोग्लोबुलिन रिच हुन्छ होइन, जुन चाहिँ बच्चाको लागि इम्युनिटी बुस्ट गर्नको लागि एकदम हेल्प गर्छ। सो म सबै आमाहरूलाई भन्छु कि आफ्नो पहिलो दुध चाहिँ नफाल्नु, चाहिँ बच्चालाई खुवाउनु, 1 बुन्द होस् 2 बुन्द होस्, बरु मुखमा खुवाउनु चाहे चटाउनु, त्यो एकदम राम्रो बच्चाको लागि अमृत सरह हो त्यो। हजुर। अनि सर हाम्रो नेपाली समाजमा त मह चटाउने पनि चलन छ, त्यो चाहिँ कतिको सुरक्षित छ? हजुर, मह चटाउने चलन लाइक मह चटाउने त्यो एकदम नराम्रो कुरा हो, त्यो नराम्रो प्र्याक्टिस हो। यो आमाहरूले बुझ्नुपर्ने हो कि मह चटाउँदाखेरि के हुन्छ, 6 महिनाभन्दा बिलोको बच्चालाई हामी मह चटायो भने त्यो बच्चालाई के हुन्छ कि जसरी एउटा हाम्रो डिजिज टर्ममा भन्छ बोटुलिजम, जस्तै टेटनस भयो होइन, त्यसै बोटुलिजम हुने चान्स धेरै हुन्छ। त्यो बच्चालाई चम्की आउने, हात खुट्टा एकदम टाइट गर्ने, त्यो रिस्कमा पर्न जान्छ। सो हामी सकेसम्म अवेरनेस पठाउने हो कि त्यो मह चाहिँ बच्चालाई नखुवाउने। अनि सर अब कहिलेकाहीँ चाहिँ बच्चाहरूलाई यो बाख्राको दुध पनि खुवाउने चलन छ, गाई भैँसीको दुध छोडेर चाहिँ बाख्राको दुध खुवाउने, त्यो चाहिँ कतिको उचित छ? यहाँ पनि पहिलाको जमानाको मान्छेहरूको धारणा के छ कि गाईको दुध चाहे माईको दुध एक भनिन्छ भनेर भन्छन् होइन, चाहे बाख्राको दुध खुवाउने प्रचलन। अब चाहिँ जमाना बदलिरहेछ के, अब मान्छे जागरुक हुनु पर्यो होइन, टेक्नोलोजी कहाँबाट कहाँ गइरहेछ। अब यस्तो छ कि गाईको दुध चाहे अरू एनिमलको दुध खुवाउँदाखेरि के हुन्छ कि एउटा त बच्चा ग्रोइङ पिरियडमा हुन्छ भने आइरनको डिमान्डिङ फेजमा हुन्छ। अब गोरुको दुध खुवाउँदाखेरि गाईको दुध खुवाउँदाखेरि के हुन्छ कि त्यसमा आइरन चाहिँ एकदम निम्न मात्रामा हुन्छ, त्यसले के गर्छ कि बच्चालाई एनिमिक पार्न सक्छ होइन, एनिमिक पार्न सक्छ। अरू कुरा के हो कि जसरी कति बच्चालाई एलर्जी पनि गराउँछ, जुन कि ब्लडी डायरिया पनि गराउन सक्छ होइन, अनि एलर्जी पनि गराउँछ, काउज मिल्क प्रोटिन एलर्जी भन्छ हामी। सो यो मैले धेरै केसहरू पाएको छु र काउन्सिलिङ गरेको पनि छु। आज मलाई धेरै राम्रो एउटा प्लेटफर्म पायो कि म यहाँ सेयर गर्न पाइरहेको छु। सो यहाँ चाहिँ गाईको दुध चाहिँ 1.5 वर्ष या 2 वर्षभित्रको बच्चालाई नखुवाउँदा एकदम राम्रो। हजुर। अनि सर अब हाम्रो चाहिँ कति बेलासम्म चाहिँ हामीले अब आमाको स्तनपान चाहिँ कहिलेसम्म चाहिँ गराइराख्ने त? यो पनि एउटा सबैले जान्नुपर्ने कुरा हो, एकदम इम्पोर्टेन्ट हजुरले क्वेसन गर्नुभयो होइन। बच्चा जन्मिने बित्तिकै हामीले 6 महिनासम्म पुरा 1 बुन्द पानी पनि दिनु हुँदैन, ओन्ली आमाको दुध दिने। आमाको दुध बाहेक अरू केही बच्चालाई दिनु सुरक्षित होइन, ठिक छ। त्यसपछि 6 महिनापछि 6 महिना कटेपछि हामी जुन अन्नप्राशन गराउँछौँ, अन्नप्राशन भन्छौँ, त्यो एक्चुअली बच्चालाई 6 महिनापछि हामी उसलाई मेडिकल टर्ममा कम्प्लिमेन्ट्री फिडिङ भन्छौँ। त्यो कम्प्लिमेन्ट्री फिडिङ बच्चाको लागि जरुरी छ होइन, उसको ग्रोथ एन्ड डेभलपमेन्टको लागि, पौष्टिक आहारको लागि। सो साइड बाई साइड हामी 2 वर्षसम्म स्तनपान गराउने, तर 6 मन्थसम्म एब्सोल्युट ब्रेस्ट फिडिङ गराउने, 6 मन्थ पछि कम्प्लिमेन्ट्री फिडिङ गराउने, जुनमा होममेड हुन सक्यो, जस्तै खिचडी भयो, दाल भात जाउलो जुन भयो एकदम म्यास गरेर बच्चालाई इन्ट्रोड्युस गराउने, साइड बाई साइड मदर फिडिङ पनि गराउने होइन। अनि सर हाम्रो लिटो पनि खुवाउने चलन रहेको छ, यो घरमा चाहिँ लिटो कसरी बनाउन सकिन्छ? लिटो के अहिले चाहिँ हाम्रो श्रीपा गभर्मेन्टले हाम्रो अहिले प्रोभाइड गरिरहेछ लिटो गाउँ गाउँमा होइन।
त्यो यो पौष्टिक आहार मिट गर्नका लागि जुन गाउँ घरमा सरकारले प्रोभाइड गरिरहेछ लिटो चाहिँ एकदम इम्पोर्टेन्ट हो बच्चाको लागि, जसमा पौष्टिक आहार पर्याप्त मात्राको कार्बोहाइड्रेट, प्रोटिन, फ्याट, भिटामिन्स, मिनरल्स यो सबै कुरा परिपक्व हुन्छ होइन। यो हामी घरमा पनि बनाउन सक्छौँ। घरमा जसरी दाल भयो, चावल भयो, गेहूँ भयो होइन, धोएर हाइजेनिक तरिकाले होइन, त्यसपछि ड्राई फ्रुट्सहरू भयो, यो सबै मिक्स गरेर त्यसलाई हामी लिटो बनाएर बाबुलाई खुवाउन सकिन्छ। यो लिटो पनि हाम्रो यो कम्प्लिमेन्ट्री फिडिङमा पर्न जान्छ? अफ कोर्स कम्प्लिमेन्ट्री फिडिङमै पर्न जान्छ। अनि सर अब हामीले चाहिँ यो दूध खुवाएको बच्चा, यो आमाको दूध खाएको बच्चा र आमाको दूध नखाएको बच्चामा चाहिँ के फरक चाहिँ देखिन सकिन्छ? एक्चुअली अहिले यो प्रब्लम हामी धेरै फेस गरिरहेका छौँ कि आमाहरू म्याक्सिमम अहिलेको मदरहरू वर्किङ हुनु भइरहेछ। त्यो कारणले उहाँहरूले दूध खुवाउन एकदम गाह्रो भइरहेछ। तर उहाँले स्विच गरिदिनु भइरहेछ फर्मुला फिडिङमा होइन, पाउडरको दूध खुवाउनमा। तर म त्यही आमाहरूलाई भन्छु कि त्यो स्विच नगर्नु, सक्दो 6 महिनासम्म एटलिस्ट बच्चालाई आफ्नो दूध खुवाउनु होइन। त्यसको लागि के भन्छ, जसरी आमाको दूध खायो भने बच्चा एकदम स्वस्थ रहन्छ होइन, इम्युनिटी उसको बुस्ट हुन्छ। अब यस्तो छ कि अहिलेसम्म जति टेक्नोलोजी भयो भने पनि फर्मुला फिड जति बनाए पनि भने जुन आमाको दुधसँग कम्पेयर गर्न सकिँदैन। जुन आमाको तत्त्व हुन्छ, जुन हामी इम्युनोग्लोबुलिन ए भन्छौँ, त्यो बाई बर्थ बच्चाले पाइरहेछ नि, त्यो एउटा वरदानै पाइरहेछ। सो त्यो बच्चालाई त्यो वरदानबाट वञ्चित नगरौँ होइन। अनि सक्दो हामी फर्मुला फिडलाई डिस्कार्ड गरौँ अनि मदर फिडिङ गराउँ होइन। वर्किङ वुमेनको लागि पनि एडभाइस छ, इफ सकिरहेको छैन भने तपाईँ त्यो एक्सप्रेस गरेर बरु प्रिजर्भ गर्नु, प्रिजर्भ गरेपछि उसलाई तपाईँ 24 घण्टासम्म फ्रिजमा राखेर खुवाउन सक्नुहुन्छ। हजुर। अनि सर अब कसरी थाहा पाउने कि नवजात शिशुलाई त्यो आहार चाहिँ पुगिरहेको छ कि छैन भनेर? अब यसमा आहार पुगिरहेको छ कि छैन, कुनै अब बच्चाले स्तनपान गरिरहेछ, स्तनपान गर्दाखेरि हामीले हेर्नुपर्ने हो बच्चाको कति मिनटसम्म दूध तानिरहेछ होइन। एउटा युजुअल बच्चाले 10 देखि 15 मिनटसम्म दूध खान्छ होइन। दूध खाँदाखेरि बच्चा चाहिँ 10 देखि 15 मिनट दूध चुस्छ। त्यसपछि चुसेपछि त्यो आफै निदाउँछ मजाले, 2-3 घन्टा मजाले निदाउँछ। त्यसपछि फेरि खान खोज्छ होइन। अरू भयो जसरी दिनभरिमा बच्चाले युरिन कतिचोटि पास गर्यो, 6 देखि 8सम्म गइरहेछ कि छैन, त त्यसलाई हामी थाहा पाउन सक्छौँ कि बच्चाले एडिक्वेट मिल्क पाइरहेछ। इफ एडिक्वेट पाइरहेछ भने, जसरी अब मिल्कै कुरा गरौँ म दुईवटा भन्छु, मिल्कमा दुईवटा पार्ट हुन्छ, एउटा ट्रान्जिसनल मिल्क हुन्छ र एउटा जसरी फोर मिल्क, हाइन्ड मिल्क हुन्छ। अब फर्स्ट पार्टको मिल्क हुन्छ त्यो दुधमा पानी मात्र हुन्छ, जुन कि बच्चाले पहिला भोक लाग्यो, इरिटेट भयो, अब दुध त खायो तर त्यो दूध खाँदाखेरि 2 मिनट खाएर 3 मिनट चुसेर त्यो छोडिदियो। त्यसमा उसले सुरुको पार्टको पानी मात्र पायो, उसको प्यास मिट्यो, त्यो निदायो। तर आमाले हल्का उठाएर उसलाई प्रमोट गर्नु पर्यो, फिडिङ पुरा गराउनु पर्यो कि पुरा एउटा फिडिङ एप्रोप्रिएट गरोस् कि उसले सेकेन्ड पार्ट पनि उसले पाओस्, सो द्याट उसले त्यसमा कार्बोहाइड्रेट, फ्याट्स सबै कुरा उसले पौष्टिक आहार मात्रा पाउँछ। यो कुरा चाहिँ ध्यान दिनुपर्छ। हजुर सर। अनि सर यो स्तनपान गर्ने पनि तरिका हुन्छ अरे, आमाको एउटा पोजिसन हुनुपर्छ, बच्चाको अर्को पोजिसन हुनुपर्छ भने कसरी? कति आमाहरू भन्नुहुन्छ कि दुध चुसिरहेको छैन, गाह्रो भयो, बच्चाले खाइ नै रहेको छैन। त्यहाँ धेरै टेक्निक हुन्छ। यसमा पनि हाम्रो प्रोग्रामहरू चलिरहेको हुन्छ, ब्रेस्ट फिडिङ प्रोग्राम। त्यसमा पोजिसन र एट्याचमेन्टको कुरा हुन्छ। अब मदर चाहिँ एउटा त मदर आफू जहाँ ब्रेस्ट फिडिङ गराउनु हुन्छ कम्फर्टेबल ठाउँमा बस्नु पर्यो होइन। उहाँको ब्याक सपोर्ट मजाले हुनु पर्यो, ब्याक सपोर्ट आमाले पाउनु पर्यो। त्यसपछि पोजिसनको कुरा भयो, बच्चाको पोजिसनमा के भयो कि बच्चा चाहिँ पुरा एउटा सेम प्लेनमा हुनु पर्यो, उसको ब्याक, बच्चाको न्याप र ब्याक सपोर्टेड हुनु पर्यो होइन। त्यसपछि बच्चा चाहिँ फेसिङ टुवर्ड्स द मदर, ब्रेस्ट साइड हुनु पर्यो। यो भयो पोजिसनको कुरा। अब एट्याचमेन्टको कुरा भयो कि बच्चाले पुरा, अब एट्याचमेन्ट गर्दाखेरि बच्चाको मुख पुरा खुलेको हुन्छ, लोवर लिप चाहिँ पुरा तल पल्टेको हुन्छ होइन। त्यसपछि चाहिँ म्याक्सिमम निप्पल एन्ड एरियालाई पुरा चाहिँ कभर गरेको हुन्छ बच्चाको मुखले होइन। अनि यो चाहिँ एउटा प्रपर एउटा एट्याचमेन्टको कुरा भयो, जुन कि बच्चाले यो सबै आमाले चेक गर्नुपर्ने कुरा हो कि मेरो बच्चाको एट्याचमेन्ट चाहिँ पोजिसन राम्रो छ कि छैन भनेर। हजुर सर। अनि सर अब खानेकुराहरूको त बारेमा भयो, अब बच्चालाई चाहिँ अब जन्मिसकेपछि कहिले नुहाउने त? अब नुहाइ हामी डिरेक्टली 1-2 दिनमा नुहाउने, कहिले चाहिँ नुहाउने त?
बच्चालाई हाइजिन केयर इम्पोर्टेन्ट छ होइन उसको जिउ हल्का हल्का पुछिदिने वार्म वाटरले होइन तर अब नुहाउनु कुरा आयो भने बच्चालाई जसरी नाभि जुन छ जबसम्म नाभि झर्दैन युजुअली नाभि 7 देखि 10 दिनमा झरिहाल्छ त्यसपछि हामी बच्चालाई नुहाउन सक्छौँ एज नाभि एउटा यस्तो सोर्स बच्चाको अहिले पोर्टल अफ इन्ट्री सोर्स अफ इन्ट्री भनेको पोर्टल अफ सोर्स अफ इन्फेक्सन भनेको नाभि नै हो सो कन्सियसली यो कुरा ध्यान दिनुपर्ने हो अनि सर हाम्रोमा चाहिँ यो तेल लगाउने बच्चालाई काजल लगाइदिने बच्चालाई यस्तो चलन पनि छ यो चाहिँ कतिको उचित हो तेल लगाउन सकिन्छ मसाज गर्ने बेबीले मसाज गर्ने उसको ग्रोथको लागि त्यो भयो होइन अब तेलमा पनि कोही मान्छे भन्छ यो तेल नलगाउने यो तेल कुन तेल लगाउने तेलले फरक पार्दैन होइन अब त्यही हो कि बाहिरको तरल पदार्थ रसायन जुन छ जुन इरिटेसन नगरोस् होइन त्यस्तो तेल नलगाउनु होइन प्योर घरको सरसोको तेल छ भने लगाउने अब अहिले जस्तै गर्मीको टाइम छ अहिले लगायो भने बच्चालाई चिप सिक हुन्छ होइन मसाज बिहान गरिदिने त्यसपछि 1 घण्टा पछि नुहाइदिने बच्चालाई होइन अनि अर्को भन्नुको के काजलको कुरा भन्नुभयो काजल पहिला हाम्रो अब यो च्यालेन्ज हुन्छ दादीहरूसँग आमाहरूसँग कि यो पहिला हामी लगाउँदै आएको छौँ प्रचलन छ अहिले हामी डक्टर रेस्ट्रिक्ट गर्छौँ होइन यो हाम्रो लागि एकदम च्यालेन्जको कुरा हो तर यो उहाँहरूले बुझ्नुपर्ने कुरा हो कि अहिलेको जमानामा काजल लगाउँदाखेरि त्यसमा जुन डस्ट पार्टिकल हुन्छ स्मोक पार्टिकल हुन्छ लिड हुन्छ त्यो बच्चाको आँखालाई ह्याम्पर गर्न सक्छ बच्चाको आँखालाई खराब गर्न सक्छ इरिटेसन गर्न सक्छ होइन त्यो चाहिँ एभोइड गर्नु एकदम राम्रो होइन अनि अरू पनि जसरी मसाज गर्दाखेरि नाकमा कानमा तेल हालिदिने नाभिमा तेल हालिदिने त्यो चाहिँ नगर्नु परेन त्यसले झन् बच्चालाई इरिटेसन र गाह्रो गर्छ हजुर सर अनि सर यो नवजात शिशुमा चाहिँ खोप पनि लगाउनु एकदमै महत्त्वपूर्ण रहेको छ यो खोप चाहिँ कहिले दिने र कसरी दिने अलिकति छोटो जानकारी दिनु होला अब यो यसमा टपिकमा कुरा गरेर पनि धेरै जान्छ म सर्टमा भन्छु एउटा खोप चाहिँ हरेक बच्चाले पाउनु पर्ने एउटा अधिकार हो हैन यो चाहिँ बच्चाको इम्युनिटी बुस्ट गर्छ अनि कीटाणुबाट लड्न हेल्प गर्छ धेरै भ्याक्सिनहरु छ जसरी जन्मिने बित्तिकै हामीले बीसीजी भ्याक्सिन लगाउँछौं जुन बीसीजी भ्याक्सिन चाहिँ टीबी बच्चालाई टीबी लेस अन्डर 5 इयर्स बच्चालाई एक्सेस प्रोन हुन्छ भनरेबल प्रोन टु टीबी हुन्छ सो बीसीजी भ्याक्सिन जन्मिने बित्तिकै हामी लगाउने प्रचलन छ एज अ पर गभर्नमेन्ट रुल अनि त्यसपछि 1.5 महिना 1.5 महिना भयो 2.5 महिना भयो 3 महिना भयो अनि त्यसपछि 9 महिना 12 महिना 15 महिना युजुअली जुन अकॉर्डिङ टु स्केड्युल छ त्यो हरेक खोप केन्द्रमा त्यो नियम अनुसार खोप लगाउनु राम्रो बच्चाको स्वास्थ्यको लागि बच्चाको दीर्घायुको लागि हैन रिपिटेड इन्फेक्सन नहोस् निमोनिया चाहिँ यो सबबाट प्रिभेन्ट गर्नको लागि हजुर सर अब अघि हामीले डिस्कस गरेको थियौं नवजात शिशुमा हुने समस्याहरूको बारेमा चाहिँ एस्फिक्सिया भन्नुभएको थियो त्यो भनेको चाहिँ के हो एस्फिक्सिया भनेको एउटा बच्चा जुन कि जन्मिने बित्तिकै रोएन हैन 1 मिनेट भित्र बच्चा रोएन हैन त्यो बच्चालाई एस्फिक्सिया भनिन्छ कि अब जसरी बच्चा रुँदाखेरि के हुन्छ कि उसको अक्सिजन पूरा ब्रेन हार्ट किडनी लङ्स सबैतिर जान्छ बच्चा रुँदाखेरि उसको बेबी पूरा फुल पिंक भइहाल्छ हैन त्यही बच्चा नरुँदाखेरि के हुन्छ कि उसको अक्सिजन को डिले भयो हैन कति बच्चाको हुन्छ अब धेरै कारण हुन्छ इन्फेक्सनको कारणले रुबेन आकि डिले एडाप्टेसन भयो हैन के आकि कुनै बच्चालाई टाइममा रिससिटेसन पाएन हैन इन्सल्ट भयो यो बच्चाको लागि इन्सल्ट नै हो यो बच्चालाई हामी एस्फिक्सिया भन्छौं यो एउटा एकदम लाइफ थ्रेटनिङ कन्डिसन नै हो कि टाइममा गर्न भने स्टेज 2-3 सम्म गयो भने गाह्रो हुन्छ 1 मा छ भने बचाउन सकिन्छ 2 मा छ भने 80% बाँच्छ अनि 3 मा गयो भने 80% बाँच्दैन 20% बाँच्यो भने पनि सिक्वली लिएर नै आउँछ त्यो धेरै डिप भइहाल्छ अहिले कुरा गर्न गयो भने हजुर सर अनि यो ग्रेड 1 को बच्चाहरुलाई जुन एस्फिक्सिया हुन्छ यो ग्रेड 1 एस्फिक्सिया भन्नुभयो सर अझै भर्खर भन्नु ग्रेड 1 मा चाहिँ यति बच्छ भने ग्रेडिङ ओके ग्रेडिङ सर अब यो ग्रेड 1 मा कसरी उधार चाहिँ कसरी गर्नुहुन्छ सर ग्रेडिङ मात्रै हो कि जुन बच्चा चाहिँ अब
अब कति मान्छेहरू यहाँ ट्राई गर्छ कि होइन हामी मेरो बच्चा नर्मल भइहालोस् होइन नर्मल भइहालोस् भन्छ बच्चा अब त्यो चक्करमा बच्चा चाहिँ पेटमा अब फिटल डिस्ट्रेसमा गयो 24 घन्टा पार भयो त्यो अलरेडी 1 मा गइहाल्यो पेटभित्रै गइहाल्यो अब त्यो बच्चा जन्मिने बित्तिकै हामी सस्टेन गरिहाल्यो रुइदियो होइन त्यसपछि त्यो बच्चालाई हामी बचाउन सफल हुन्छौँ अनि सर यो नवजात शिशुमा चाहिँ संक्रमण पनि हुने एकदमै धेरै चान्सेस हुन्छ सर कसरी चिन्ने के चाहिँ लक्षण हुन्छ कि नवजात शिशुमा संक्रमण भएको छ इन्फेक्सन भइसकेको छ भने कसरी चिन्ने अब बच्चालाई संक्रमण न्यूबर्न बेबीलाई धेरै प्रोन हुन्छ होइन संक्रमण हुने अब यसको केही हाम्रो डेन्जर साइन भनौँ होइन चाहे केही खतरा साइनहरू छ जुन चाहिँ हरेक गार्जियनले मदरले होइन प्यारेन्ट्सले जानुपर्ने कुरा हो जसरी बच्चा को जिउ चिसो भयो होइन फिभरभन्दा पनि बढी बच्चाको जिउ चिसो भइहाल्छ हाइपोथर्मिया भन्छौँ होइन बच्चा हाइपोथर्मिया भयो चाहे फिभर लिएर आयो चाहे बच्चा चाहिँ दुध खान सकेन होइन जुन रिल्याक्टेन्ट टु फिड भन्छौँ चाहे जुन बच्चा के भन्छ पुरा हात खुट्टा चलाइरहेको छैन सुस्तापन भइसक्यो पुरा फ्ल्याट छ हात खुट्टा चलाउन सकिरहेको छैन होइन अथवा बच्चालाई चम्की आयो हात खुट्टा पुरा टाइट गर्ने हामी चम्की जुन भन्छौँ होइन चम्की भयो चाहे सास फेर्न गाह्रो भयो चाहे उसलाई पाँजर जुन हामी भन्छौँ कि पाँजरमा आएको छ होइन त्यो पाँजरमा चाहिँ चेस्ट इन्ड्रोइङ गऱ्यो यो 5-6वटा लक्षण छ 6वटा 6 डेन्जर साइन छ जुन चाहिँ हरेक गार्जियनले जान्नुपर्ने कुरा हो अनि यस्तो गरेमा चाहिँ अब तुरन्तै हस्पिटल यो गरेर भने तुरन्तै नजिकको हस्पिटलमा बाबुलाई लिएर पहिला प्राइमरी ट्रिटमेन्ट गराउने त्यसपछि चाहिँ पछि कहाँ लग्ने के गर्ने हेर्नु पर्यो तर क्विक एसेसमेन्ट गरेर नजिककै हस्पिटलमा गएर चिकित्सा गराउनु पर्यो चाहे हेराउनु पर्यो इभ्यालुएट गराउनु पर्यो हजुर सर अनि अब सर अब नवजात शिशुहरूलाई अब 28 दिनमा पनि त बढ्ने क्रम त उनीहरूको जारी नै रहन्छ कसरी थाहा पाउने कि ल बढिरहेको छ राम्ररी स्वास्थ्य गरी नै बढिरहेको छ कि छैन भनेर चाहिँ अब बच्चाहरूमा के हुन्छ कि पहिलो त जन्मिँदाखेरि जुन 9 महिनामा जन्मिरहेछन् होइन एउटा 9 महिनाको बच्चा र हेल्दी बच्चा भनेको 2.5 किलोदेखि 4 किलोसम्मको हुन्छ होइन अब त्यो बच्चाहरूमा के हुन्छ कि 7 देखि 10 दिनमा उनीहरूको बडी लस हुन्छ वेट लस हुन्छ 10%। कति गार्जियनले भन्छ कि मेरो बच्चाको वेट लस छ वेट बढेछ न त्यो घबराउने आत्तिनु पर्ने कुरा होइन होइन 10 दिनसम्म वेट लस हुन्छ त्यसपछि ग्रेजुअली बच्चाको वेट गेन हुन्छ हैन 10% बडी वेट पर डे गेन हुँदै जान्छ होइन त्यसैले अनि जुन प्रिम्याचुर बच्चा छ जुन प्रिम्याचुर बच्चा भनेको जुन समयभन्दा पहिला भयो हैन 37 हप्ताभन्दा पहिला भयो चाहे 2.5 किलो केजी भन्दा कमको बच्चा छ होइन त्यो बच्चाहरू प्रिटर्म बच्चा भन्छ हामी जुन प्रिटर्म बच्चाहरू 1 देखि 2 हप्ता 14 दिनसम्म उनीहरूको वेट लस हुन्छ 10 to 14% हुन्छ त्यसपछि बिस्तारै उनीहरूको वेट गेन हुन्छ अब त्यसपछि चाहिँ विकली चाहिँ त्यसले हामीले फलोअप गरिराख्नु पर्छ नापतोल हेरिराख्नु पर्छ वेट गेन भयो कति भयो दुध खाइरहेछ कि छैन हैन यो सब हेर्नु पर्छ हजुर सर अनि शिशु जन्मिसकेपछि चाहिँ कतिचोटि चाहिँ हस्पिटल लिएर आउने कहिले चाहिँ हस्पिटल लिएर आउने त्यस्तो के छ त्यस्तो डिपेन्ड गर्छ बच्चाको कुन त्यही भने कि टर्म हो कि प्रिम्याचुर छ होइन कमजोर बच्चा छ त्यो अनुसारले हामीले हेर्नु युजुअली हामी 24 घण्टा निगरानीमा पोस्टमा हेर्छौँ त्यसपछि 72 आवरमा हेर्ने त्यसपछि 1 हप्तामा फलोअप गर्ने 1 हप्तामा फलोअप गर्दाखेरि नाभि झर्यो कि झरेन नाभिबाट केही डिस्चार्ज आयो कि होइन कति मदर कम्प्लेन लिन आउँछ कि नाभिबाट डिस्चार्ज आएर छ इभन एउटा हाम्रो बच्चा पनि मेडिकल कलेजमा यहाँ भर्ना भएको थियो नाभिमा डिस्चार्ज भएर उसको कीटाणु यति सङ्क्रमण भएको थियो कि कर्ड स्वाब चाहिँ कल्चर पोजिटिभ क्लेप्सेला आएको थियो त्यो एउटा लाइफ थ्रेटनिङ नै कन्डिसन भइहाल्यो होइन त्यसैले हामीले यो क्लोज मोनिटरिङ गरिराख्नुपर्छ अनि अरू भयो कि बच्चालाई जन्डिस भयो कि भएन होइन वेट पनि एकदम धेरै लस गरेछ भने त्यो पनि एउटा कन्सर्न भयो होइन ब्रेस्ट फिडिङ कतिको गइरहेछ दुध कतिको खाइरहेछ यो सब हेर्नको लागि हामीले 24 घण्टा हेर्ने 72 घण्टा हेर्ने त्यसपछि 7 दिन हेर्ने त्यसपछि 28 डेजमा हेर्ने हजुर सर सर हामी कार्यक्रमको अन्तिमतिर आइपुगेका छौँ अनि सर अब हाम्रो चाहिँ दर्शकबिनहरूलाई नयाँ आमाहरूलाई र अब भविष्यमा बन्ने आमाहरूलाई चाहिँ केही टिप्सहरू दिदिनु बच्चालाई चाहिँ अब कसरी सुरक्षित राख्ने कसरी हेरचाह गर्ने भनेर
धन्यवाद मलाई यहाँ भन्नको लागि मौका दिनुभयो होइन। मलाई हजुर हरेक आमा चाहे गार्जियनसँग यही रिक्वेस्ट छ होइन, बाबुलाई ह्यान्डलिङ गर्दाखेरि अहिले प्रपर ह्यान्ड वासिङ गर्ने, प्रपर हाइजिन मेन्टेन गर्ने। हामी अहिले कोभिडको शिकार भएपछि हामी अहिले सबै मान्छे सिकिसकेछौँ कि ह्यान्ड वासिङ कसरी गर्ने होइन। ह्यान्ड वासिङ गरेपछि सेनिटाइजरले सेनिटाइज गरेपछि बेबीलाई हामी ह्यान्डलिङ गर्ने र डेली मदरले बाथिङ गर्नु पर्यो, नुहाए र आफ्नो स्तन सफा गरेर स्तनपान गराउनु पर्यो होइन। अनि एक्सप्रेस मिल्क जुन आमा चाहिँ वर्किङ मदर हुनुहुन्छ उहाँ चाहिँ आफ्नो दुध निकालेर राख्नुहुन्छ भने त्यो भाँडा पाखालाई चाहिँ एकदम स्टाइल मेन्टेन गर्नु पर्यो, त्यहाँबाट पनि बच्चाहरूलाई इन्फेक्सन हुने चान्स धेरै हुन्छ। तो यो सब कुरा ध्यान दिनुपर्छ। आमाले आफ्नो खानपिन पनि राम्रोसँग गर्नु पर्यो सो द्याट कि बच्चाले दुध राम्रोसँग पाओस् होइन। खानामा तरल पदार्थ भयो, धेरै लिक्विड झोल कुरा खानु पर्यो, सुप खानु पर्यो, अनि मजाले एडुकेट स्लिप लिनु पर्यो होइन। यो सब गर्दाखेरि हेल्दी र इफेक्टिभ हुन्छ बाबुलाई पनि मदरको लागि पनि। सर र आफ्नो अमूल्य समयबाट हाम्रो लागि समय निकालिदिनु भएकोमा धन्यवाद। उहाँ हुनुहुन्थ्यो शिशु रोग विशेषज्ञ सागर कुमार गुप्ता। हामीसँग कार्यक्रमभरि बनिदिनु भएको तपाईँ सम्पूर्णमा म आयुष्मा महतो धन्यवाद दिन चाहन्छु। क्यामराम्यान सुमनसँग मलाई बिदा दिनुहोला। हेर्दै गर्नुहोला +1 टेलिभिजनको कार्यक्रम डियर डक्टर। धन्यवाद।